तपाईले भनेको मान्नुहुन्छ भने मान्नुस्, मान्नु हुँदैन भने तपाईकै अगाडि घाटी रिटी मर्छु। तपाईले मलाई के सोध्नु भएको छ? ह? तपाईले मलाई के सोध्नु भएको छ? मर्दिउ? मर्दिउ? ह? ह? मलाई त्यस्तो नजरले नहेर्नुस्। तपाईँ हेर्नुस्, तपाईँले मसँग बिहे गर्नुभयो भने र मैले तपाईँसँग बिहे गरेँ भने यो समाजले भोलि के भन्छ? समाजले मात्र होइन, हाम्रो धर्मले के भन्छ? मैले तपाईँलाई त्यस्तो नजरले हेरेको छैन भाउजू। म तपाईँलाई आमा समान मान्छु। यदि तपाईँले मलाई बुझ्नुहुन्छ भने बुझ्नुहोस्, बुझ्नु हुँदैन भने जेसुकै गर्नुहोस्। मलाई त्यस्तो नजरले नहेर्नुस्। तपाईँ हेर्नुस्, तपाईँले मसँग बिहे गर्नुभयो भने र मैले तपाईँसँग बिहे गरेँ भने यो समाजले भोलि के भन्छ? ओए, किन निराश भएर बस्छौ तिमी? कसको यादमा टोलाएर बस्छस्? हैन, तेरो मुखमा त बुझ्नै लागेको छ कि क्या हो? किन नबोलेको? कि तेरो कति चक्कर त चलेको छैन? आमा, मलाई आज अलि सल्चो छैन। अनि म तपाईसँग नबोल्दैमा के मेरो चक्कर नै चलेको छ भन्ने हुन्छ र? अनि किन नबोलेकी त? त बोलिनास्, त्यही भएर भनेको नि। आमा, तपाईले हेर्ने दृष्टिकोण र सोचाइ अलिकति बदल्नुस्। सन्चो नभएको बेलामा के भयो बुहारी तलाई भन्नु छैन, उल्टै नाना बाती भन्नुहुन्छ है। मैले हेर्ने दृष्टिकोण र सोचाइ बदल्नु पर्ने आवश्यक छैन। बासमती हो म बासमती। मैले जे बोले पनि सही हुन्छ, बुझिस्? त धेरै जान्ने भयो नबोल। मैले राम्रो बोलेको त तपाईलाई कहिले चाहिँ मन पर्छ र आमा? म भित्र गए। हैन ए भान्जी, के भयो तिमीलाई? बाहिरै बसिरहेछौ त? यो देश क्याप्चर गर्ने मामासित छौ तिमी, उपाय लाउने। मामा, म पनि कस्तो मूर्ख, ढोका छेउमै बसेर हामीले प्लान गर्नु भनेको त्यो बुहारीले सुन्नु हो। त्यो बुहारीले सुनेपछि त हाम्रो प्लान त चकनाचुर हुन्छ। अब भन्नुस् मामा, के भन्नु भइरहेको थियो? अरे भान्जी, यो देश क्याप्चर गर्ने मामासित छौ त तिमी, उपाय निकाल्ने भस्मे पनि छ, अनि तिमीलाई के को चिन्ता? रोकाजी, यसरी बिरामी भएर बसेपछि हामीले कसरी भिडियो क्याप्चर गर्ने त? ब्ल्याकमेल गर्न त झनै गाह्रो हुने भयो। भस्मे भान्जी, ब्ल्याकमेल त अवश्य गरिन्छ। दिन आउनुपर्छ, दिन। दिन आएपछि कसैले रोक्न र छेक्न सक्दैन। हो मामा, मामा मलाई जसरी भए पनि मेरो बुहारीलाई मैले दबाएर राख्नै पर्छ। यो सबै तरिका तपाईले आफै मिलाउनु है मामा। हामीलाई अलिअलि खर्च चाहिरहेको थियो भान्जी। तिम्रो काम त जसरी नै अगाडि बढिहाल्छ नि। जे गर्छ पैसाले गर्छ भान्जी। मैले बुझिसके मामा। अहिलेलाई यति पैसा राख्दै गर्नुहोस्, बाँकी पैसा चाहिँ म काम पुरा भएपछि तपाईहरुको हातमा आफै थमाइदिनेछु, लाउनुस्। हामी जुक्ति लाउन गयौं। हस् हस्। भान्जीले अलिअलि खर्च त दिइन्, काम सकेपछि पुरै रकम दिन्छन्, त्यो मलाई विश्वास छ। तर एउटा डर भइरहेछ मलाई। यहाँ हामी आनन्दले बसिरहेछौँ, हामीले त्यो घरमा थुनेर राखेर केटी मरि भने त बर्बाद हुन्छ भस्मे। हाम्रो देश क्याप्चर गर्ने सपना त पानीमै जान्छ। रोकाजी,
हजुरले भनेको कुरा त पुरै आना ठिक हो। बरु यताको काम सकेर छिटै गइहालौँ। जान त हुन्थ्यो भस्मे, भान्जीको काम नसकिकन कसरी जाने? बरु चाँडै केही जुक्ति लगा त। रोकाजी, हामी भने त चन्चुने मान्छे होइन नि, हाम्रो हात त पाउरै पाउर छ। जो जाबो नाचे केटी मरी भनी गएर गाड्दिउँला। ल ठिकै छ, मरे भने त लगेर गाड्दिउँला, बाँची भने त पुलिसलाई गएर खबर गर्छे। झनै गाह्रो हुने भयो त भस्मे। रोकाजी, तपाईँ टेन्सन नलिनु, बरु हाम्रो काम छिटो छिटो सकेर जाउँ। जे होला वही गएपछि देखा जाए। ल जाम। भगवान, मलाई माफ गर। मैले यस्तो के गरेँ हो? अब मैले सारङ्गीलाई कसरी मुख देखाउनु लायकको पनि भएन म। मैले गर्न नै नहुने व्यवहार गरेँ उसलाई। यस्तो घिनलाग्दो व्यवहार गर्नु नै हुने थिएन मैले उप्रति। मलाई माफ गरिदिऊ भगवान। अब मैले सारङ्गीसँग माफी माग्नु पर्छ। अब म सारङ्गी कहाँ जान्छु माफी माग्न? फेरि रिसाएर बसेको होला मसँग। के सोचिरहेको होला यति बेला उसले? पछि जान्छु उसँग माफी माग्नको लागि। मलाई माफ गरिदेऊ भगवान। अब पछि गरौँ उसँग माफी माग्छु। मैले माफी माग्नु नै पर्छ उसँग।
सम्झना तिमी पो कसले गर्यो यो तिमीलाई हरकत कसले गर्यो भन त उठ उठ कसले गर्यो तिमीलाई यो सब भन त कसले गर्यो दाइ म तपाईँलाई अलि पछि भन्छु अहिले चाहिँ यहाँबाट निस्किहालौँ दाइ ल ल ल चप्पल छैन ल आज त हप्ता उठाउन गयो होला आमा हो ओइ बिरे बिरे ओइ डेडे ओइ बिरे डेडे ओइ बिरे डेडे यही पो मुन्टाइ राख्छ त तँलाई यतिखेरसम्म 1 महिना टक्राकै बितिसक्यो हप्ता उठाउन जानु पर्दैन बेलुका मासु भात कममा खाने होला नि त तँलाई म एकछिन सुतेको पनि देख्न सक्दिनस् तैँले सक्दिनँ यी मेरो दुईटा आँखाले घरमा चामल सकिसक्यो कस्तो मजाले सपनामा जल परी साँझ मया गरेर होला होला जस्तो भइसकेको थियो त डाहाले भुत्तुकै हुन्छस् के ए घरमा यति जिरो फिगर नभए नि कोका कोला फिगर नभए नि हिरोनी भन्दा कम त छैन तेरो बुढी बाबा बाबा खुब हिरोनी जस्तो यत्रका फिगर सिगर उ बेलामा त स्वर्ग थियो अप्सरा मेरो लागि तिमी परी अहिले चाहिँ यहाँ नोरकमल ल्याएर झरी बनाइस् त परी नै हो आफूले आफूलाई परी नभन राम्री छस् अब यस्तो मजाले सुतेको तैँले कहिले देख्न सक्छस् र मलाई हुन त आज बिरेडनको महिना हप्ता उठाउने पो हो त है धन्यवाद तँलाई अनि के त तँलाई चाहिँ एनिभर्सरी जस्तो लाग्यो एनिभर्सरीमा त हेर बुढी तँलाई म हङकङ पोखरा लिएर जान्छु त टेन्सन नगर हङकङ पोखरा आफ्नै गाउँ त राम्रोसित घुम्न पाएको छैन हङकङ पोखरा लाग्छस् तैँले ल ल भो त्यसो भए म काहीँ पनि लादिनँ म फेरि सुत्छु 1 मिनट छोड्दिन होइन भरे खाँदैनस् के हो खाँदिनँ म उही बेलामा त खुब मेरो घरमा 84 व्यञ्जन पाक्छ भन्थिस् त भिरेडोन रिसुटपछि यहाँ जे पनि हुन्छ बुझिस् त गइहाल म किन जानु चामल सकिसक्यो खुर्प हप्ता उठाउन जा हेरे बुढी के अरे के चिज नअरे मलाई फेरि सन्की चढ्यो भने लामा त खुब राम्रो राम्रो खुवाउँछु राम्रो राम्रो लाउन दिन्छु भनेर देश अहिले चाहिँ उमाथि भाडा नि तिर्न सकेको छैन ल ल नर म हप्ता उठाउन जान्छु त टेन्सन नगर नर आस ल यो बुढी पनि कति खालके भने राम्रो भयो खुसी नराम्रो भयो दुखी मेरो डेढे राजा आज त मेरो डेढे राजाले पैसा ल्याएपछि कुखुराको मासु र भात मात्रै किन नि भैँसीको सुकुटी नै बनाएर खाने हो ल्याएर ओहो फेरि यसको त भर पनि छैन कहिले यति ल्याउँछौ कहिले यति ल्याउँछ पैसा के जानु पर्ला जस्तो छ गयो म त कता हिँडेको बिजुली बालेर हट भएर पट भएर केटी भएर हामी हेरेको हेरै यो गीत चाहिँ दुर्गेशले मेरै लागि गायो कि कति क्रेज छ हो त्यसको गीत सुनेर मान्छेहरू मेरो बुढीलाई यो गीतमा खेलाउन पाए त बवाल देख्थ्यो के गर्नु प्रोड्युसरले लिनै मान्दैन अन्नर हिरो भैँसीको जस्तो नाक हेरो नाक चुच्ची जस्तो अहिले फेरि उसले सुन्यो नि मलाई मार्छ जानु पर्यो ओइ बिरे के भैँसीको जस्तो रे मेरो अनुहार भैँसीको जस्तो लाग्यो तँलाई ऊ बेलामा चाहिँ अप्सरा अहिले चाहिँ भैँसी अनि नाक के अरे नाक चुच्चो ऊ बेलामा चाहिँ कति राम्ररी बाउने जस्तै रहेछौ रे अहिले चाहिँ अरे यही नाक गाडो भयो तँलाई कसले पछि सुँगुर्नीको नाक चाहिँ सुँग्दै गर्दै आउनुपर्छ कसले आइज भने तँलाई अनि तैँले बोलाउनु पर्छ तेरो भरै लाग्दैन कहिले यति ल्याउँछस् कहिले यति ल्याउँछस् त्यही भएर म आएको त खुरुक्कने लाएर गइहाल अहिले मलाई के भन्छ नि गाउँलेले जति पैसा ल्याए पनि थोरै ल्याए पनि म ल्याउँछु तँलाई पछि ल्याएर मैले सँगै अहिले हप्ता उठाउनु गयो भने
मान्छेले के भन्छ? बुढी ल्यायो भन्दैन, मलाई डरफक भन्दैन। केही पनि भन्दैन कसैले पनि। झन् चाहिँ बुढी चाहिँ आएथ्यो, म देखेर त तेरो बुढी देखेर त सबैजना थुरुरुरु बुझिस्? थुरुरुरु होइन, मान्छेले अहिले बुढी ल्यायो हप्ता उठाउन यो बिरेडनले भनेर डरफक साबित गर्छन् मलाई। त गइहाल त। केही पनि भन्दैन तँलाई। झन् तेरो यो बुढी आएपछि त सबैजना थुरुरुरु भएर हप्ता उठिन्छ। ए उठिन्छ? त गइहाल, त गइहाल, गइहाल। किन जानु नि? हिँड्न सँगै जाउँ दुईजना। जाँदिनौ, हिँडिहाले। आफू चाहिँ भनी झन् बुढोलाई झन् सपोर्ट हुन्छ भनेर आइरहेको छु। ऊ चाहिँ भने हिँडिहाल भैँसी नाच्छु सुँगुरले जस्तै सुँग्दै आएको। ल ल ल ल नरो, आमेको जात देखाउनु पर्छ तँलाई। हिँडिहाल। कस्तो जिन्दगी भयो मेरो। ठ्याक्कै 3 बजे कमला, गाउँलेहरू त कोही आउँदैनन् त के भयो? बिहानभरि सुतेर पसारेर बस्छ अनि झन् बिहान बिहानै गएर सबैको घर घरमा गएर फुरुरु हुने गरी लिएर आइज हता भन्नु त छैन। प्रत्येक महिनामा आफै आउँथ्यो। अब बिहान बिहानै म घरमा जान्छु त बिरेडन जस्तो मान्छे। गाउँ समाजमा मेरो के इज्जत हुन्छ? मान्छेले के भन्छन्? अलिकति इज्जत गर्न सिकै तँलाई भन्दैछु मैले। अहिले मान्छेहरू टुप्लुका आयो भने ल ल ल उहाँ आइरहेछ नि त। देखिस् बिरेडन भने बिरेडन, गाउँलेहरू नआउने हुन्छ। बिरेडन अहिलेपालि किरा लाएर धान फलेन, अलिकति फलेको थियो लिनुहोस्। अनि यति धानले म के खाने है काइला दाइ? यति धानले के खाने म? अब आउँ साल भयो भने धेरै ल्याउँला। अब के भन्छ न? म भिखारी हो, म भिखारी हो। यति धानले मलाई पुग्छ? के हो यो धान? ए बुढी यति धानले के गर्ने भन् 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 न। ए ल ठिक छ, हेर काइला दाइ अहिले एकछिन चलाएर बस, लास्टमा भन्छु। उद्या जाऊ, उद्या गएर बस, त्यहीँ बस। ल बुढी त्यसमा बिरेडन यसपालि त धेरै आलु फलेन, त्यही पनि जति फले ल्याइदिएछु। होइन के भयो मलाई? यति आलुले मलाई पुग्छ? यो आलु त मेरो घरको कुकुरले सर्लमै खाइदिन्छ। म के खाने? उता जाऊ, अहिले एउटा कुरा भन ल, जाऊ त्यहाँ गएर बस। ल कमाले बुढी। बिरेडन खोर्सानी यसपालि हुँदै भएन, सबै खतम भयो। यति फलेको यति ल्याइदिएछु ल। राम 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 भने साले दाइ के बात तिमीलाई पनि हो? अरूले जति ल्याए त्यति ल्याउनु पर्छ? खुब पारीभरि खोर्सानी टन्ने रुपियाँ भनेको थियौ त, यही खोर्सानी हालेर पक्कै ढालिदिउँ म तिमीलाई। त्यसलाई यहीँ ढालिदिउँ, म ढालिदिउँ। गइहाल उता, मेरो अगाडि नबस। अनि यो गाउँलेले पनि के गरेको त? अस्तिको महिनामा त मलाई भरिभरि सामानहरू ल्याएर माया गरे थियो त। यी गाउँलेहरूलाई पनि मेरो माया धेर भयो। हेर त यति खोर्सानी ल्याइदिए। अब यो पालि चाहिँ यिनीहरूलाई राम्रोसित सम्झाइदे, अलिक धेरै थर्काउने गर। मेरो दिमाग सड्क्यो, यो बिरेडनको दिमाग सड्क्यो। जतिचोटि मैले थर्काएँ तैँले कहिले थाहा पाउँदिनस् है, कहिले मलाई बुझ्दिनस् होइन त? अब हेर्दै जा। ए काँगा राई, तिमीले यसपालि मलाई किन थोरै धान ल्याइदिएको? के मलाई हेपेको? हेपे होइन हजुर, होइन। अहिले पालि रोग लाएर धान भएन, आउँ 2 बोरा ल्याइदिन्छु। ल ठिकै छ, 2 बोरा अर्कोचोटि ल्याएन भने तिम्रो पनि यहाँबाट गोली ठोकेर कहाँ निकालिदिन्छु। याद गरे होला नि। काकी अनि के यो बिरेडनले मलाई त केही गर्दैन भनेर 2टा आलु बोकेर आउने? के म खान नपाएको मान्छे हो? के खान नपाएको हो म? के गरौँ तिमीलाई? होइन हजुर, अर्कोचोटि 2 बोरा ल्याइदिन्छु आलु म। अर्कोचोटि 2 बोरा आलु हो नि? हो। ल जाऊ। ए साइला यहाँ आइज। तैँले चाहिँ मलाई यति खोर्सानी ल्याउने खान नपाएको हो म? तँलाई के गरौँ म? यही खोर्सानी खान दिएर
तेरो चाकबाट म धुवा निकालौ भन भन भन। होइन बिरे दादा होइन, अर्कोचोटि फलेपछि 2 बोरा खुर्सानी लिएर आइदिउँला। यसपालि फल्दै नफले भएर त्यति लिएर आइदिएको। कसम? ल ठिकै छ, म केही भन्दिनँ। अर्कोचोटि चाहिँ 2 बोरा ल्याइनस् भने नि तेरो फेरि मैले धुवा निकाल्छु, धुवा। अनि यो बिरेडनको तँलाई सहयोग चाहिँदैन भन्छ? चाहिन्छ बिरेडन बिना त यो गाउँै चल्दैन। चाहिहाल्छ नि तपाईँको सहयोग। ठिक छ, यो सहयोगले चाहिँ अलि मजाको मान्छे छ है कमला। बुझ्ने नै रहेछ। ल जा यहाँ आऊ कमला, यहाँ आऊ, यहाँ आऊ। अब गाउँलेहरूले यति सामान ल्याइरहेछ, त यति सामानलाई लगेर भकारीमा हाल्दे, के खानु? त्यही त गर्नु पर्यो नि अब। ल नमस्ते। नमस्ते। सम्पूर्ण दर्शकबिनहरूलाई चाहिँ हाम्रो यो नयाँ सिरियल बनेको हुनाले गर्दाखेरि तपाईहरूले साथ सपोर्ट दिनु होला, लाइक शेयर सब्सक्राइब गर्नु होला। हाम्रो कथा एकदम राम्रो बनेको छ। यदि मन परेन भने तपाईहरूले सल्लाह सुझाव दिनु होला भन्दै लाइक शेयर सब्सक्राइब चाहिँ जसरी भए नि गर्नु होला भन्दै यो पुरा भिडियो हेर्नु होला। नमस्ते सबैजनाले। नमस्ते।